हेलो गाइज, आज चाहिँ हाम्रो दिपाले आज नमकिन बनाउन गइराख्नु भएको छ। हामीसँग यो चौक बेल्न अहिले हामीले नयाँ लिएर आयौँ र चौका चाहिँ हामीसँग यो खराब भएका कारणले आज हामी स्टिलको थालमा पनि तपाईँहरूले युज गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूलाई चाहिन्छ आटा। आटालाई यसरी मजाले बोद्नुपर्छ, थिच्नुपर्छ, दबाउनुपर्छ र यसलाई चाहिँ मजाले तपाईँहरूले पेलेर यसलाई चाहिँ नमकिन बनाउन सक्नुहुन्छ। तपाईहरूलाई चाहिन्छ आधा किलो आटा र यसमा चाहिने सामग्रीहरू भनेको हाम्रो यो कालो जिरा र कालो तेल तपाईँहरूले मिसाएर, अनि यो चाहिँ हाम्रो आटा र तपाईँहरूले यसरी मजाले पिठोलाई मजाले दबाएर पेलेर बनाउन सक्नुहुन्छ। यसलाई पहिले तपाईँहरूले मजाले थोरै पानी हालेर थोरै कालो जिरा र हालेर गर्नु सक्नुहुन्छ र तपाईँहरूले यो बेल्नाले चाहिँ यसलाई गोलो गोलो बनाएर अहिले चाकुले काटेर यसलाई नमकिनको सेप दिन सक्नुहुन्छ। त्यो पनि अहिले म भिडियो राख्नेछु हजुरमाझ। सानो सानो डल्ला यसरी बनाएर यो यसरी बनाउने, पिठोलाई राम्रोसँग यसरी डल्ला पार्ने र हामीले यहाँ पिठो चाहिँ यसलाई बनाएर राखिसकेका छौँ एउटा कुनै भाँडामा र यसबाट केही सानो टुक्रा निकालेर यसलाई हामी बनाउँदैछौँ। यसलाई पहिला गोलो बनाउने, मजाले यसलाई गोलो सेपमा ल्याउने तपाईँहरूले र यसलाई रोटी बनाउने तरिकाले मजाले गर्न सकियो। यसमा थोरै तेल पनि राख्न सक्नुहुन्छ तपाईँले। तेल तोरीकै राख्नुपर्छ भन्ने छैन, कुनै पनि सनफ्लावर ओइल पनि राख्न सक्नुहुन्छ तपाईँले। थोरै मात्रामा राख्नुहोस्, हेर्नुहोस्। र यसलाई चाहिँ अब हामी नमकिनको सेप दिन गइरहेछौँ। अब यसलाई उहाँले बनाउँदै हुनुहुन्छ। हेरौँ गाइज, यो हाम्रो नमकिन बन्न गइरहेछ। उहाँले थोरै टिस्यु पेपरबाट आफ्नो तेललाई अलिकति हातबाट चिप्लिनबाट बचाएर अब रोटीको सेपमा लाँदै हुनुहुन्छ। यसरी हामीले स्टिलको थाल पनि युज गर्न सकिन्छ, अलि बलियो खालकोबाट। र यसलाई हामी रोटीको सेपमा